एक्सिडेन्ट भयो नि कस्तो कहाँ लडाएको बाटो त हत्तेरिका कसरी लडाएको हो माई गड बाटो त के हो यस्तो यो 3, 2, 1, go. Go. 1 2 3 go. Go. Lo. Gua apa? Lah, nu ina ba? So hello and namaste, welcome back to my channel. So आज चाहिँ हामी गोदावरी मार्बल डाँडा जाँदैछौँ है. सो हाम्रो अङ्कलहरू हुनुहुन्छ अनि बहिनीहरू छन्. सो रमाइलो हुन्छ के कस्तो हुन्छ ड्राई पिकनिक जस्तै हो सानोतिनो हैन. सो हामी चाहिँ अहिले लगभग कति बजे 1:30 बजे होला सायद 1:30 बजेतिर हिँडिरहेछौँ है. ए केटाहरू त यतै भेट्यो. हेलो ल बोल्दा बोल्दै हामी चाहिँ यतै भेट्यौँ है अङ्कलहरूलाई चाहिँ. अनि मसँग एउटा बहिनी छ. सो हामी चाहिँ अहिले 3टा बाइकमा दुईटा बाइकमा एउटा स्कुटी सो जाँदैछौँ. अब गोदावरी पुग्ने अनि त्यसपछि मार्बल डाँडा जान्छौँ कि गोदावरीतिर कतै बस्छौँ कि अब त्यो चाहिँ त्यहाँ पुगेपछि नि थाहा हुन्छ. सायद मार्बल डाँडा नै गइन्छ होला. मार्बल डाँडै जाउँ भने अब मैले चाहिँ गोदावरी पुगेपछि मार्बल डाँडा नजानु त कुरै भएन होइन. त्यहाँ नजिकै त छ नि बाइक स्कुटीमा त. सो त्यो गाइज मार्बल डाँडा जान चाहिँ गोदावरी पुग्नुपर्छ है. गोदावरी पुगेपछि त्यहाँ मार्बल डाँडा कहाँ हो भने पनि जसले पनि भनिदिन्छ. सो गाइज आज चाहिँ हामी बहिनीहरूलाई घुमाउन लाँदैछौँ गोदावरी मार्बल डाँडातिर. हामी चाहिँ सानोतिनो ड्राई पिकनिक गर्ने तरिकाले हिँडिरहेको छ. मैले के सुतेको हो तिमी त निदाउँदैन नि. अब बाइक स्कुटरमा हिँड्दा त निदायो भने त लडिहालिन्छ नि फेरि. सुति पो रहेछ त ल दिया त. के हो पुरै सुतेको हिँड्न न अगाडि हिँड्न. बाइक स्कुटरमा यसरी सुत्यो भने त फेरि लडिहाल्छ है. यहाँ त्यही भएर हजुर उनीहरू त अगाडि तिमी च्याप्पा समात है अलि हो यसरी अलि दिया जसरी सुत्यो भने त लडिहाल्छन् फेरि. दिया जसरी सुत्यो भने त लडिहाल्छन् फेरि. सो फाइनल्ली हामी चाहिँ गोदावरी आइसक्यौँ. अब मार्बल डाँडा जान चाहिँ यता मासतिर जाने हो है. मासतिर हो एकछिन रोक्नु त. उता डाँडामा क्या यता पछाडि 3 जना हो. 3टा बाइक हो. यो 2 स्कुटर. त्यही हो त्यो त बाटै बिर्स्यो त. यहाँ तलबाट रहेछ आएनन् समात ल. ल साथीहरू मार्बल डाँडा जाने बाटो चाहिँ यता हो. यता रहेछ. पहिला हामी यता माथितिर गएर पनि गएको थियौँ.
यो बाटो नछोडिकन हिँड्नु जाउँ जाउँ धुलो आउँछ क्या एकछिनमा जाने ल धुलो खान्छ ऊ एक्सिडेन्ट भयो नि कस्तो कहाँ लडाएको बाटो त हत्तेरिका कसरी लडाएको त्यो क्लच नतान्नु न ए क्लच नतान्नु न हत्तेरिका बाङ्लाङ बुङ्लाङ पछाडि केही भएन नि कहाँ यस्तो उसमा नि एकदम कुदाएको त त्यो फाना नि कसरी भएको केही भयो होइन बिस्तारै नै गरे हो क्या ढुङ्गो सँगसँगै यस्तो पुरुक्कै उफ्रेर हो यस्तोमा त त्यही भएर बिस्तारै हिँड्नु पर्छ नि त नि पानी छ छैन हामीसँग समात है ल बाङ्लाङ बुङ्लुङ लडाउनु भयो अङ्कलले ढुङ्गा उछिटिएर हो हुन चाहिँ होइन त्यही भन्नुभयो त्यो यस हेन न हेनम त्यही भएर सुतेछ त अनि सुतेको होइन किन सुतेको सुत्न पाइन्छ तिमी पनि सुतेको नसुत है त्यही त म बेच बाचामा कुरा गर्दै उठाउँदै लिएर आइरहेको छु बाटो अलिक डेन्जरै रहेछ यार अहिले त त्यो पहिरो गएर त्यस्तो भयो होला माई गड बाटो त के हो यस्तै हो सो गाइस हामी चाहिँ फाइनल्ली मार्बल डाँडा आइसक्यौँ अब माथितिर जानेछौँ हाम्रो आधी जनता मार्बल डाँडा आइसक्यौँ भनेको दिस इज मार्बल डाँडा यो कस्तो हो के भने मार्बल जस्तो छ नि त त्यही भएर मार्बल डाँडा भनेको कि हेर्नु नि गाइस भ्यू देख्न सक्नुहुन्छ यस्तो दामी छ दामी छ है कस्तो दामी भयो के भनिदिनु छ कस्तो लडेर कस्तो फिल भइरहेछ त्यो सामान्य त भइरहन्छ नि यो होता है आता है जाता है भन्दै भइहाल्छ नि सामान्य अनि तपाईँलाई केही भयो खै त्यो पेटको देखाइदिनु त अलिकति हातमा चाहिँ अलिकति दाम बस्यो तपाईँको मेरो त कालो लाग्यो ठिक छ हामी माथितिर जाउँ है गाउँ यहीँबाट सिधै जाउँ हामी यतैबाट जाउँ बिस्तारै हिँड है लड्ला लड्छ ल बिस्तारै भ्लग बनाउनु त्यहाँले खानेकुरा कति निकाल्छ यस बोल्दै ल कस्तो लागिरहेको छ त हजुरहरूलाई ठीक लागिरहेछ
फेरि एकजनालाई बिरामी एकजनालाई खोकी सुत्ने मान्छे को स्कुटरमा सुत्ने मान्छे को बिस्तारै स्लोली यो के कस्तो लागेको छ के भन्नु केयर पछि अनि बाउ भएपछि So what is your name? My name is Prakriti Magar. And yours? My name is Dia. यता हेर न यता क्यामेरामा दिया। हेलो भन्देऊ Hello. म जस्तो कोही पनि स्कुटरमा नसुत्नु भन म यो स्कुटरमा सुतेको भन म युज गरेर तरेर स्कुटर हैन कुल्ला ल अहिले नाच्नुपर्छ ल कस्तो लाग्यो ठाउँ कस्तो छ राम्रो फेरि डराउनु पनि छ अलिकति सबैजना भिजिट गर्न आउनु भन सबैजना भिजिट गर्न आउनु है मार्बल डाँडामा मार्बल डाँडामा अरे कहना क्या चाहते हो यहाँ हाम्रो बाइक कस्तो भयो त सर बाइक लडेको है अघि कसरी लडेको थाहा छ तिमीलाई थाहा छैन ल लडेकै छैन भन न नाम भन्दै निकाल त हर्लाङ हुर्लुङ यो चाहिँ मेरो अनि कहाँ यो त गरम गुरुम पारेर निकाल्यौ त नि पिरा खान्छन् फेरि तिम्रो मात्रै हो भने यिनीहरू सबै मेरो मात्रै हो भने के वाह कति हो यो खानेकुरा खोइ त कसको यो के हो यो बिगमाबाट ल्या पानी खोइ त यो पनि ल पानी चाहिँ यता छ पानी तिमीले दुईटा पानी हालेको नि छोरी एउटा डिक्कीमा छ एउटा डिक्कीमै छ के यति भए पुग्छ ल पानी हामी त चाहिँ गोल अब छ है भन्दैछु म त एकछिनै भेट्नेछौँ कहाँबाट स्टार्ट गर ल साथीहरू अहिले अलि शीतल भयो है सबै अब के गर्नु यस्तो चोकोपाई खाँदै बस्नु परिरहेको छ है चोकोपाई दिएको होइन तिमीले मलाई चोकोपाई कस्तो छ मिठो छ गुलियो हुन्छ मिठो त हुन्छ नि ल साथीहरू हामी चाहिँ घुम्दैछौँ रिफ्रेसमेन्ट फिल गर्दैछौँ फेरि झरेको सो अब यस्तै नै हो ठाउँ एकदम पिसफुल छ सो तपाईँहरू पनि आउनु सक्नुहुन्छ अरू भने चाहिँ त्यस्तै हो भाइब चाहिँ एकदम राम्रो छ अल गुड अल गुड होइन कस्तो लाग्यो बिन्दास आनन्दको एकदम रिफ्रेसमेन्ट फिल हुन्छ पिसफुल छ होइन ठाउँ चाहिँ सो यु क्यान भिजिट अरू भने त्यस्तै हो सो गाइस भिडियो देख्न सक्नुहुन्छ रानो न मेरो खुल्यो न तेरो खुल्यो म तेरोबाट फोटो चाहिँ बरु अपलोड के गरेँ कस्तो फिल भएर चाहिँ यहाँ आएर उही खोलीको माछी उही खोलीको पानी उर्ली आयो भैँसा मेरो काजल काजल भएको छ है गर्दै जाने कस्तो रे फेरि भन त जाऊ अलि भएन क्या फेरि कस्तो रानु 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 ल हाम्रो प्रकृतिले डान्स सिकाउँदैछ सबैलाई यहाँ डान्स सिक्नेको ओ टाउकोमा कराते हो नि त कराते खेल्ने मान्छे हो ऊ होइन छोडिसक्यो बिचारा बिहान निन्द्रा पुगेन अब बेलुका हालिदिने कराते चाहिँ खेलाउनु पर्छ अनि त्यही भएर यसो किक हानिरहेछ यत्तिकै किक हान्नु पर्छ I am a disco dancer. I am a disco dancer. भिडियो गर्न मेरो छोड्छ क्या टक्कै आफ्नै यता टक्कै आउँछु ल के यसबाटै कि सो हजुर कुन गीतमा नाच्दै हुनुहुन्छ काले दाइ प्रकृति मगर होइन 3 2 1 गो गो बिहान नचल है यो नखाने खान्छु 1 2 3 गो गो ल आफै ल अब महिना अब रानो बम्बई के ल ठिकै सो साथीहरू
हामी चाहिँ अब मार्बल डाँडा घुम्यौँ है। सो रमाइलो भयो आजको दिन पनि। सो मार्बल डाँडा पनि घुम्यो। अनि हामी चाहिँ अहिले फर्किन लाग्यो। मार्बल डाँडा जाने बाटो चाहिँ यस्तै छ है। अहिले अब्स्ट्याकल रहेछ। पहिला हामी आउँदाखेरि चाहिँ त्यति साह्रो थिएन, अहिले एकदमै अब्स्ट्याकल भएर चाहिँ यार बाटो। अलिकति डेन्जरै छ नि होइन, भिडदेखि चाहिँ यस्तो। पहिला हामी आउँदाखेरि चाहिँ थिएन। म चाहिँ पहिला पनि आयो होइन, यो सबै पहिरो गएर यस्तो भयो होला। सो सक्ने जतिले यता माथि लिएर पनि आइरहेछन् होइन, नसक्नेले चाहिँ उतै राखिरहेछन् बाइकहरू। सो त्यही हो गाइस, रिस्क लिनेले यता लिएर आइरहेछन्, रिस्क नलिनेले चाहिँ त्यहीँ राखिरहेछन् भनौँ न। अनि हाम्रो आधी जनता चाहिँ अगाडि पुगिसक्यो। सो एकदम रिफ्रेसमेन्ट चाहिँ हुन्छ है मार्बल डाँडा आउनुभयो भने। एकदम मजाको ठाउँ छ, पिसफुल छ। मान्छेहरू धेरैजना आउनुहुन्छ यो ठाउँमा पनि, धेरैजना आउनु रुचाउनु पनि हुन्छ। मेरो चाहिँ सु प्रोटेक्टर च्यात्यो यार, चुट्यो भनौँ न, अब च्यात्यो भन्दा नि चुट्यो। सो बाटो अलिकति अब्स्ट्याकलै छ बाटो त यार। 1 मिस गेम फिनिस हो यहाँ चाहिँ अहिले। कुनै कुनै ठाउँमा चाहिँ छ है। सो त्यस्तो खासै डराउनु पनि खालको बाटो पनि छैन। हजुरहरू आउनु सक्नुहुन्छ। आउँदाखेरि चाहिँ प्रायः मान्छेहरू अलि झुक्किन सक्छ है। त्यो तलको पोइन्ट अहिले मैले भिडियो गरेको छु होला, यदि गरेको छुइनँ भने पनि अहिले म देखाउने छु। सो त्यो बाटोबाट आउनु पनि हुन्छ। मान्छेहरू चाहिँ कतिपय मान्छेहरू चाहिँ माथि नै जान्छ क्या सिधै, त्यो बाटो थाहा हुँदैन उनीहरूलाई होइन। जसो त्यहाँबाट आउनु पनि हो। अब यहाँबाट भिडियोबाट त के अब कसरी देखाउनु है। सो त्यही नै हो गाइस। अलिक क्यामेराको एङ्गल कस्तो कस्तो भएको छ कुनै। बाटो एकदम अप्ठ्यारो चाहिँ छ है, कुनै कुनै ठाउँमा मात्रै अप्ठ्यारो छ। लाउने बाटो चाहिँ यही हो। मान्छेहरू अलिक झुक्किन सक्छन् होइन। सो गोदावरीको यो बाटो पनि एकदम भाइरल भइसक्यो। भाइरलै जस्तो हो। अब मान्छेहरू भिडियो बनाउन, भिडियो खिच्न आएकै गर्छन्। सो त्यही नै हो। सो साथीहरू यहाँसम्म भिडियो हेरिदिनु भयो, के कस्तो लाग्यो। यदि भिडियो मन परेमा लाइक सेयर सब्सक्राइब गर्नुपर्ने हुन्छ। यदि भिडियो मन नपरेमा पनि लाइक सेयर सब्सक्राइब गर्नुपर्ने हुन्छ हो त। सो यति भन्दै आजलाई चाहिँ बिदा। टिल देन किप वाचिङ, किप लभिङ है त। जाँदा हुन्छ। फाइनल्ली चेकिङ पऱ्यो गाई छिरेको। धेरै लामो समयपछि चेकिङ पऱ्यो। एउटा बाख्रा बोकेर लानुपर्छ क्या। बाख्रा हो र खसी हो नि त्यो।